हेलो गाइज, नमस्ते सबैजनालाई। मैले चाहिँ आज सिनबाट सामान मगाएको थिएँ अनि हेर्नको लागि एकदमै एक्साइटेड हुँदै मक्क पर्दै खोल्दैछु। पहिला पहिला मगाएको सामानहरू सबै बुढाले खोलिदिइसकेको हुन्थ्यो क्या कामबाट आउँदाखेरि। अनि यो चाहिँ म आफै खोल्छु त्यहाँ भनेर एकदमै मेरै सामानहरू मगाएको थियो। अनि एकदमै एक्साइटेड भएर अब हेर्दैछु यो चाहिँ के रहेछ भनेर हेरेको त डोरम्याट मगाएको रहेछ। अनि खोल्न पनि नसक्यो कि नखोल्या कि खोल्दैछु बिस्तारै। ठिकै छ। मैले चाहिँ खासमा बुढालाई मगाइदेऊ भनेर भनेको थिएँ। अनि मैले यो मगाइदेऊ भनेर चाहिँ मगाउनु चाहिँ उसले मगाएको हो। अनि डोरम्याट मगाएको रहेछ। त्यसपछि अर्को कपाल सपाल काट्ने, दारी सारी काट्ने, यो चाहिँ उसैको लागि मगाएको रहेछ। ठिकै छ, मैले नि युज गर्न मिल्छ कहिलेकाहीँ। अनि अर्को मेरो के चाहिँ सामान आयो भनेदेखि खोल्दैछु। यो चाहिँ पक्कै पनि वान पिस हुनुपर्छ। हो त वान पिसै रहेछ। अनि यो वान पिस चाहिँ मलाई ठिकै लाग्यो, त्यस्तो राम्रो चाहिँ छैन। खोइ म अलिक मोटी भएर होला त्यस्तो, खोइ मलाई नसुहाएको हो कि ठिकै छ, ओके वाला। अर्को वान पिस हो कि के निस्किन्छ अब। अर्को चाहिँ यो सर्ट्स हो। यो सर्ट्स चाहिँ मैले एकदमै मन परेर मगाएको हो। तर त्यो क्लिप के भन्छ त्यो चेनवाला रहेछ। मैले चाहिँ इलास्टिकवाला होला भनेको, तर चेनवाला परेछ। त्यो पनि ठिकै छ, ठिक नै हुन्छ हुनु चाहिँ। सबै मिडियम साइजकै मगाएको, मिडियम साइजकै ठिक हुने रहेछ। त्यसपछि अहिले यहाँ एकदमै चिसो बढेको छ। अनि टोपी मगाएको। टोपी चाहिँ दुईजनालाई एउटा एउटा मगाएको, तर कस्तो सानो हुने रहेछ टोपी पनि। कान छोप्नु पर्ने, मलाई चाहिँ कानमा एकदमै चिसो हुन्छ, तर यो चाहिँ कानै नछोप्ने रहेछ। तर ठिकै छ, एक दुईचोटि धोइसकेपछि तन्किन्छ होला। अब अर्को लुगाको पालो छ। अर्को चाहिँ के रहेछ भनेदेखि यो पनि वान पिस हो। यो वान पिस चाहिँ मैले मगाऊ भनेको अर्डरमा मैले पठाएको थिएन, फोटोमा उसले आफै मगाइदिएको रहेछ। यो वान पिस चाहिँ मलाई एकदमै नै मन परेको हो। मक्ख छु यो वान पिस देखेर चाहिँ। कस्तो राम्रो लागेको, लङमा पनि त्यस्तो धेरै लङ पनि होइन, सर्ट पनि होइन, टक्क मिलेको, भुँडीहरू पनि धेरै नदेख्ने। एकदम मन पर्यो वान पिस चाहिँ। मक्खै छु यो वान पिस देखेर। अनि सबैभन्दा जस मगाएको लुगाहरू मन परेको भनेको त्यो वान पिसै होला। अब अर्को चाहिँ फेरि एउटा वान पिसै छ। यो वान पिस पनि ठिकै, फोटोमा चाहिँ एकदमै राम्रो लागेको, तर यहाँ चाहिँ खोइ मलाई नसुहाएको हो कि ठिकै लाग्यो, त्यस्तो राम्रो पनि लागेन, हल्का छोटो पनि लाग्यो यो वान पिस चाहिँ मलाई। अब यो चाहिँ म लाउँछु कि लाउँदैन थाहा छैन, तर पनि अब इट्स ओके वाला भाइब्स चाहिँ यो वान पिसमा चाहिँ। फोटोमा हेर्दा चाहिँ एकदमै राम्रो, अब त्यहाँ चाहिँ कसरी राम्रो देखेर मगाएँ, तर ठिकै छ। अब मैले चाहिँ यहाँ एकदमै चिच्याएर बुढालाई बोलाउँछु। मैले चाहिँ खासमा हाइनेक, मलाई चाहिँ यहाँ सिडनीमा एकदमै जाडो भएको भएर चाहिँ मैले हाइनेकको लागि चाहिँ सिनबाट सामान मगाउनलाई भनेको। मेन चाहिँ हाइनेकै छैन, हाइनेक छैन भनेको उसले त हाइनेकै मगाउनु बिर्सेछ। बिर्सेको अरे, जे चाहिएको त्यो सामान चाहिँ छैन। ल बाई।